हेलो गुड इभिनिङ जेएमसी सबैजनालाई। म चाहिँ आज यो रातिको टाइममा के भन्नु आएको भनेदेखिलाई म चाहिँ एक्लै बसेर खाना खाँदै थिएँ। अन्त खाना खाँदै गर्दा चाहिँ घरमा सँगै बसेर है फ्यामिली बसेर खाना खाएको याद आउँछ नि त हामी परदेशीहरूलाई चाहिँ। अन्त सोच्दै थिएँ घरमा बसेर सँगै फ्यामिलीसँग बसेर खाना खाने हाम्रोमा किस्मत हुँदैन मतलब सालमा हुन्छ त्यो सधैँभरि हुँदैन होइन, सालमा हुन्छ। त्यही कुरोहरू सोच्दै थिएँ। अनि नमिठो लाग्छ रातमा बसेर चाहिँ एक्लै बसेर खाना खानु है, विरक्त पनि लाग्छ। हामी परदेशी लाइफ सोच्छौँ कस्तो चाहिँ होला। अनि यो फिलिङ्स चाहिँ जतिजना पनि हाम्रो 24 आवर्स है काम गर्नुहुने, घरमा कोठीमा काम गर्नुहुने चाहिँ धेरै मजाले थाहा पाउनुहुन्छ है, फिल गर्नुहुन्छ उहाँहरूले पनि। अनि फ्यामिलीसँग टाढो हुनुभएको जसकोमा परदेशमा पनि आफ्नो फ्यामिलीहरू छैन, उहाँहरूले पनि धेरै मजाले थाहा पाउनुहुन्छ, फिल गर्नुहुन्छ यो कुरोहरू चाहिँ। कति परदेशी लाइफमा चाहिँ एकदमै अब मान्छेले भन्ने गर्छ गाउँघरतिर पढहरूलाई त कति मजा छ, कमाइरहेको छ, घुमिरहेको छ, हिँडिरहेको छ भनेर भन्छ है। हामीलाई चाहिँ कस्तो खालको मजा चाहिएको भनेदेखिलाई चाहिँ हामीलाई चाहिँ कुन कुरोमा मजा आउँछ भनेदेखिलाई घुम्नु फिर्नुमा हामीलाई मजा आउँदैन। परदेशी मान्छेलाई चाहिँ हामीलाई चाहिँ के कुरो मजा आउँछ भनेदेखिलाई कमसेकम एक छाक खाना चाहिँ आफ्नो फ्यामिलीसँग बसेर खानु पाए पनि हाम्रो कति मजा आउँथ्यो होला है। गफसफ गर्दै साथमा बसेर हावा है हुन्छ नि, एउटा बातचित हुन्छ है, साथमा बसेर अलिकति हालिदिउँ यो खाना खाने, यो खाने, सब्जी हालिदिउँ, दाल हालिदिउँ, भात हालिदिउँ भन्ने हामीलाई चाहिँ कोही पनि हुँदैन। हामी चाहिँ राति हुँदो ठन्डा खाना खानुपर्छ, ठन्डा तताउनु सकिन्छ तर अब तातै खाना पनि हामीलाई चाहिँ चिसो लाग्छ। एक्लै बसेर खानुपर्छ है राति हुँदा रातमा। अनि मन पनि दुख्छ कतिवटा कुरोहरूमा। कमाउनु त कमाउँछु तर अब फ्यामिलीदेखिको टाढो बसेर कमाउँछौँ है। अनि गाउँघरको मान्छेले भन्ने गर्छ कति सजिलोसँग कति मजा छ पढाएर भन्नुहुन्छ। तपाईँहरू पनि एकपल्ट आएर हेर्नुहोस् परदेश कतिको मजा आउँदो रहेछ, कतिको घरको याद आउँदो रहेछ भनेर तपाईँले मजाले थाहा पाउनुहुन्छ है त। थ्याङ्क यू।